यी हेर्नुस् त, हातका 5 वटा औँलाहरू बराबर छन्, उस्तै छन्, छैनन् नि, हैन त? यदि हातका 5 वटा औँलाहरू त बराबर छैनन् भने के एउटा कक्षा कोठामा भएका सम्पूर्ण विद्यार्थीहरू बराबर हुन्छन्? उनीहरूको सिक्ने तरिका समान हुन्छन्? के उनीहरूको सम्झने र बुझ्ने तरिका एउटै हुन्छन्? सायद जवाफ पाइसक्नु भएको छ होला। घरमा भएका दाजुभाइ पनि एक अर्का भन्दा बिल्कुलै अलग हुन्छन् भने कक्षा कोठामा भएका विभिन्न परिवारहरूबाट आएका विद्यार्थीहरू समान कसरी हुन्छन्? यसैले शिक्षकहरूले उनीहरूलाई सिकाउने विधिमा केही फेरबदल ल्याउन जरुरी देखिन्छ, जसले गर्दाखेरि विद्यालयमा भएका अथवा कुनै एउटा कक्षामा भएका सम्पूर्ण विद्यार्थीहरूलाई समेटेर अगाडि बढ्न सजिलो हुन्छ। चाइल्ड साइकोलोजिस्ट हावर्ड गार्डनरले 9 वटा मल्टिपल इन्टेलिजेन्स भएका विद्यार्थीहरू एउटा कक्षा कोठामा हुन्छन् भनेर भन्नुभएका छन्। शिक्षकले आफ्नो लेसन प्लान तयार गर्दा अथवा कुनै असाइनमेन्ट दिँदा यी सबै विद्यार्थीहरूलाई समेट्ने हिसाबले बनाउन जरुरी देखिन्छ। मलाई पूर्ण विश्वास छ तपाईहरूले यसरी नै पढाइरहनु भएको छ होला, होइन त?